तरहरू कता कता के भएछन् हौ। ल, शिक्षाका प्रकारहरू शिक्षाका प्रकारहरूमा आइपुगेका छौँ हामी। र यो प्रकारहरू हामीले स्वरूप हेरिसकेका छौँ। अब प्रकारमा जाँदाखेरि के पर्छन्? औपचारिक, अनौपचारिक र अनियमित। हिजो पनि भनिसकेको छु। एकमा जाउँ हामी, औपचारिक शिक्षा। अब यसलाई चिन्न गाह्रो छैन, असाध्यै सहज ढङ्गबाट चिन्न सकिन्छ। म यहाँ 8-10 वटा बुँदा लेख्छु, केही विशेषताहरू पनि यसका टिप्छु। सबभन्दा पहिलो कुरा त यो शिक्षा भनेको, औपचारिक शिक्षा भनेको मूल प्रवाहीकरणको शिक्षा हो। मूल प्रवाहीकरण भनेको राज्यले एउटा बनाइएको एउटा धार हो यो, है। गुरु निमाविलाई अलिक फास्ट गरिदिनुहोस् न, अनि प्राइमरीलाई पछि फेरि खोइ कस्तो फास्ट, कस्तो होइन। अब फास्टै गर्दैछु म, होइन। अब फेरि यो बिचमा अब अलिअलि ओभरअल भन्नु पर्यो कि त, होइन। कसले कमेन्ट गर्नुभएको छ? अब अँ, ए, अब फटाफट हामी अगाडि बढ्छौँ। आज र भोलिमा लगभग अब यो शैक्षिक इतिहास चाहिँ तपाईँहरू आफूले पढ्ने हो, है। शैक्षिक इतिहास चाहिँ त्यो पढाएर साध्य लाग्दैन। अलिअलि आइडिया दिएर शैक्षिक इतिहास चाहिँ तपाईँहरू आफैले गर्नुपर्छ। अब यो मूल प्रवाहीकरणको शिक्षा हो। यो औपचारिक धारबाट, स्कुल कलेजबाट दिइने शिक्षा हो। तपाईँलाई थाहा छ, यो स्कुल कलेजबाट दिइने शिक्षा हो। स्कुल कलेजबाट दिइने शिक्षा हो यो स्कुल कलेज। अब यो आधारभूतमा त निमावि र मावि भन्ने, के प्रावि भन्ने नै हुँदैन के, किनभने आधारभूतमा त लगभग सबै के अरे कोर्सै एउटै हो त, होइन। त्यसो हुँदाखेरि यो लक्ष्य तथा उद्देश्य भएको हुन्छ यो शिक्षा, यति बुझ्नु होला। लक्ष्य उद्देश्य निर्धारण भएको हुन्छ पहिल्यै। निर्धारण सरकारले नै यो गरेको हुन्छ, अनि सरकारले नै पाठ्यक्रम बनाएर तयार गरेको हुन्छ। सरकारले नै पाठ्यक्रम बनाएको हुन्छ, पाठ्यक्रम निर्माण गरेको हुन्छ। सरकारले नै पाठ्यक्रम निर्माण गरेर चाहिँ दिएको। एउटा स्कुल कलेजमा औपचारिक तहगत हुन्छ, यो तपाईँलाई थाहा छ। यो चाहिँ प्रमाणपत्रमुखी पनि हुन्छ अलिकति। प्रमाणपत्रलाई यसले चाहिँ अलिकति बढी फोकस गर्छ, किनभने प्रमाणपत्र दिने हो नि त। यो प्रमाणपत्रमुखी हुन्छ। प्रमाणपत्रमुखी यो तपाईँलाई थाहा छ होला। प्रमाणपत्रमुखी हुन्छ, तहगत हुन्छ। तहगत रूपमा भर्याङ जस्तो हुन्छ, तलदेखि माथिसम्म एकदम त्यो ऱ्याङ्किङको बेसमा कक्षा 1, 2, 3, 4, 5 हुँदै। अनि यसमा समय पनि निश्चित हुन्छ, होइन। समय पनि निश्चित हुन्छ। त्यस्तै गरेर यसमा उमेर पनि निश्चित हुन्छ। तपाईँलाई थाहा छ, यति वर्षको उमेरमा यतिको यो बच्चाले पढ्ने भन्ने कुरा तपाईँलाई थाहै भएको कुरा हो। यो स्थान विधि आदि सबैको चाहिँ यसमा के हुन्छ त, स्थान विधि आदिको सबै निश्चिन्तता हुन्छ। यस्तोलाई हामी औपचारिक शिक्षा भन्छौँ, जो सरकारले के गरेको हुन्छ त, एउटा मूलधारको एजुकेसनका रूपमा यसलाई चाहिँ विकास गरेको हुन्छ। र यो मूलधारका रूपमा जाने, यसलाई जानिन्छ। यसका विशेषताहरू 4-5 वटा देखाउँछु मैले। पढ्नुपर्ने कुराहरू हुन् यिनीहरू, जान्नै पर्ने कुराहरू हुन्। कस्तो हुन्छ त भन्दाखेरि यो नियमित हुन्छ। यो नियमित रूपमा जानुपर्ने हुन्छ, अनौपचारिक जसको अनियमित हुँदैन। यो औपचारिक त त्यसै पनि हुने भइहाल्यो, होइन। औपचारिक त त्यसै पनि हुने भइगयो, होइन। अनि यो अलिकति खै ओभरअल एजुकेसनको क्लास गरिदिनु न केही भनेर भ्याइँदैन। यद्यपि अब यो चाहिँ मैले संस्थासँग नसोधिकन गर्दिनँ, होइन। अब यो त्यसरी गर्दा पनि हुन्छ ओभरअल हुन त, होइन। तर अब मैले चाहिँ संस्थासँग सोधेर मात्रै गर्छु। अब युनिट 1 देखि पढाउँदै जाने भन्ने हिसाबले मैले यसरी सुरु गरेको हो। यो खर्चिलो पनि हुन्छ, होइन। खर्चिलो पनि हुन्छ, पैसा लाग्छ यो पढ्नलाई, थाहा छ तपाईँलाई। प्रणालीबद्ध हुन्छ, सैद्धान्तिक हुन्छ, सिस्टमेटिक हुन्छ, प्रणालीबद्ध हुन्छ। अनि यो अलिकति बढी सैद्धान्तिक हुन्छ। सैद्धान्तिक सैद्धान्तिक रूपमै यो कुनै निश्चित मान्यता सिद्धान्तका आधारमा यो प्रकारको शिक्षा चाहिँ अगाडि बढ्छ। अनि यो अलिकति नियन्त्रित र नियन्त्रणमुखी पनि हुन्छ, तपाईँलाई थाहा छ। नियन्त्रित र नियन्त्रित र
नियन्त्रणमुखी पनि हुन्छ। यो त अब प्रिन्सिपलहरू हुन्छन्, कलेजहरू, प्रशासनहरू हुन्छन्, सबैले हेर्छन्, कन्ट्रोल गर्छन् यसलाई। र यो प्रक्रियाबद्ध पनि हुन्छ। अब यति कुरा भनेपछि यो लगभग बुझिन्छ, प्रक्रियाबद्ध हुन्छ। किनभने स्कुल कलेजहरू त सबै एउटा प्रक्रिया सिस्टममा जाने त हुन् नि। पैसा पनि लाग्छ, औपचारिक पनि हुन्छ, नियन्त्रित पनि हुन्छ। ल अब यो भयो शिक्षाका औपचारिक शिक्षाका विशेषताहरू। अब अनौपचारिक शिक्षामा हेरौँ त। अनौपचारिक शिक्षा भनेको चाहिँ कस्तो हो त भन्दा, अब ठ्याक्कै यो औपचारिक शिक्षाको घेराभन्दा बाहिर रहेर दिइने। यो केही केही बुदाहरू लेखेँ, औपचारिक घेराभन्दा बाहिर, औपचारिक घेराभन्दा बाहिर, घेराभन्दा बाहिर रहेर दिइने। यो चाहिँ अब यो यसको अलिकति विपरीत हुन्छ। यो च्याप्टर निम्न माविको च्याप्टर हो, जीवन यापनको लागि चाहिने। ए बिल्कुलै बाहिर रहेर दिने, रहेर दिने। तर यसले यसबाट पनि माथि एसई पास गरेर माथि जान पाइन्छ। अब अनौपचारिक धारबाट पनि एसई दिन पाइन्छ, खुल्ला निमावि, खुल्ला मावि दिन पाइन्छ। यो जीवन यापनका लागि उपयोगी हुन्छ, जीवन यापनमा उपयोगी हुन्छ, जीवन यापनमा उपयोगी हुन्छ। प्रौढ शिक्षाहरू पनि पर्छन् यसमा। त्यो अहिले म कुरा गरौँला। त्यो तत्कालीन, यो तत्कालीन आवश्यकतामा आधारित हुन्छ। यो तत्कालीन आवश्यकतामा आधारित हुन्छ, तत्कालीन आवश्यकतासँग यसले चाहिँ रिलेटेड हुन्छ। यो तत्कालीन आवश्यकता सम्बोधन गर्ने खालको शिक्षा हुन्छ। तर अहिले म यहाँ एउटा यो लेखिसक्ने बित्तिकै एउटा सानो चित्र बनाउँछु, अनि तपाईँलाई त्यसको चित्रबाट तपाईँलाई बुझाउँछु। यो उमेरको हद हुँदैन, तपाईँलाई थाहा छ होइन। यो लचिलो पनि हुन्छ होइन, धेरै सिस्टमेटिक पनि हुँदैन। हुन त अब यो लचिलो हुन्छ, अलिकति धेरै कडा हुँदैन भनेको होइन। हुन्छ त, धेरै कडा हुँदैन नि त। र यो चाहिँ अब कम खर्चिलो पनि हुन्छ, धेरै पैसा पनि लाग्दैन, समय पनि कम लाग्छ यस्तो शिक्षामा। कम खर्चिलो खालको शिक्षा पनि हो। र यो औपचारिक शिक्षाको पूरक पनि हो, कामसँग सम्बन्धित पनि हुन्छ। मान्छेले एउटा कुरा बुझिरहेका छन्, खबरदार त्यस्तो हुँदैन। कामसँग सम्बन्धित, कामसँग सम्बन्धित भनेर हुँदैन देवी ढुङ्गानाजी। के हो भन्नु होला भने, यो कसले भन्यो कामसँग सम्बन्धित हुन्छ? बुकमा लेखेको छ त्यसैले भन्दा हुन्छ? हुँदैन। यो तपाईँको अहिले ओपन स्कुल जुन छ नि, निमावि मावि खुल्ला, त्यो त तपाईँको के कामसँग सम्बन्धित भन्नु? कक्षा चढे जस्तै हो, त्यो कक्षा चढे जस्तै हो। अब औपचारिकको पूरक अंश हो यो। कामसँग सम्बन्धित त हुन्छ, तर सामान्य रूपमा मात्रै हो यो। तपाईँले सोच्नुभयो होला अनौपचारिक शिक्षा भनेको प्रौढ शिक्षा हो, अनौपचारिक शिक्षा भनेको साक्षरता शिक्षा हो। त्यति मात्रै होइन, त्यो पनि हो, तर त्यति मात्रै होइन। अब अहिले म यहाँ चित्र बनाउँछु, हेर्नु होला। खालि कामसँग सम्बन्धित, कामसँग सम्बन्धित भनेर हुनेवाला छैन, त्यसरी पुग्दैन। हो, कामसँग सम्बन्धित हुन्छ कतिपय कुराहरू, तर सबै त्यस्तो हुँदैन। र यो चाहिँ औपचारिक शिक्षाको पूरक हो। यो बुँदाले सबै कुरा क्लियर गर्छ। औपचारिक शिक्षाको पूरक हुन्छ। अब मैले तपाईँलाई यहाँ देखाउँछु। अब यो मेटिहालेँ है मैले। व्यवसायमुखी, खाली काम र व्यवसायको कुरा गर्नुहुन्छ यार तपाईँ। लचिलो त लेखिसकेँ मैले यहाँनिर, खाली काम र व्यवसाय भन्नुहुन्छ होइन। जानेको त्यति हो कि क्या हो? हेर्नुहोस् है, त्यसरी कहाँ हुन्छ? त्यसरी हुँदैन। यहाँ हेर्नुहोस्, अब यो धेरै मान्छेले पढाउँदैनन् यो कुरा, मलाई थाहा छ। यो कोही इन्स्टिट्युटले चाहिँ यसरी देखाएको मलाई थाहा छैन। अब हेर्नुहोस्, यो शिक्षालाई मैले यहाँ तपाईँलाई तान्दैछु। अब यहाँनिर औपचारिक र अनौपचारिक रूपमा हेर्नुहोस् है। यहाँ औपचारिक, औपचारिक, अनि यतापट्टि मैले अनौपचारिक भनेर लेखेँ। अनौपचारिक, यो अनौपचारिकलाई यो चित्र बनाउने कपीमा तपाईँको यो नबुझेसम्म अनौपचारिक शिक्षा बुझ्दैन कसैले पनि। ख्याल गर्नु होला, अनौपचारिकका पनि दुईटा लाइन छन्, दुईटा लाइन छन्। हेर्नुहोस्, अनौपचारिकका पनि होइन। मैले किन मान्छेहरूले नपढाएको होला, किन नभनेको होला होइन। अनि तपाईँहरूले किन यो त्यतातिर नलाग्नु भएको होला? साक्षरता, साक्षरता शिक्षा, प्रौढ शिक्षा, प्रौढ शिक्षा, महिला शिक्षा, के हुन्छन् नि ती बाल शिक्षाहरू विभिन्न। तपाईँको चाहिँ
त्यस्ता खालका चाहिँ अनि यो चाहिँ तपाईँको अभिभावकहरूलाई त्यो त्यो कम्युनिटी लर्निङ सेन्टरहरूमा दिने। सर, औपचारिक शिक्षा स्कुलमा मात्र सीमित हुन्छ है भन्नुभएको छ, स्कुल कलेजमा सीमित हुन्छ। तर अब मैले यहाँनिर भन्दैछु यो साक्षरता शिक्षाहरू, निरन्तर शिक्षाहरू, साक्षरोत्तर शिक्षाहरू हो। अब तपाईँ के बुझ्दै हुनुहुन्छ थाहा छ? साक्षरोत्तर शिक्षाहरू तपाईँ अनौपचारिक शिक्षा भनेर यतिलाई बुझ्दै हुनुहुन्छ, यतिलाई होइन, यतिलाई बुझेर हुँदैन। अब यो औपचारिक शिक्षाको सापेक्षतामा यसलाई हेर्नुहोस्। औपचारिक शिक्षा के हुन्छ हेर्नुहोस् है, यहाँ 1 कक्षा 2 कक्षा 3 कक्षा 4 कक्षा 5 कक्षा 6 कक्षा 7 कक्षा अथवा योभन्दा माथि इसिडी पनि छ है। 8 कक्षा 9 कक्षा 10 कक्षा दिएपछि ऊ के हुन्छ? एसई दिन्छ, हो कि होइन? हो कि होइन? एसई दिन्छ कि दिँदैन? अब ऊ त्यो दिन्छ कि दिँदैन एसई? यो मूलधारकोले अनौपचारिक पनि अब यहाँनिर आउँछ, अब एसई दिन आउँछ, एसई दिन आउँछ यो मान्छे पनि। तपाईँ भन्ठान्नु होला ए यो त पुरा ऊ त्यस्तो साक्षरता प्रौढ निरन्तर मात्रै पो होला, होइन? अहिले हामीले पढेको शिक्षा के हो भन्दै हुनुहुन्छ? यो शिक्षा एउटा एक प्रकारको तालिम मात्रै हो। यसलाई औपचारिक अनौपचारिक भित्र राखेर हेर्नै पर्दैन। किन हेर्ने यस्तो शिक्षालाई? किन हेर्ने? यो तालिम जस्तो हो। खुला शिक्षा चाहिँ के अन्तर्गत पर्छ? यही अन्तर्गत पर्छ। त्यही भएर त म भन्दैछु त, खालि व्यावसायिक भन्नुहुन्छ, पेसागत भन्नुहुन्छ, कुनै के भन्नुहुन्छ यार तपाईँ? त्यसरी मात्रै यति मात्रै भनेर हुन्छ? किताबमा कसले के लेखिदियो मात्रै बुझेर हुन्छ? त्यति पढेर हुन्छ? अब यो मान्छेले पनि एसई दिन पाउँछ भने यसलाई तपाईँ के भन्नुहुन्छ त? अब यसलाई पनि औपचारिक भन्नु न त त्यसो भए। भन्ने कि नभन्ने? औपचारिक भन्ने कि नभन्ने? यसलाई पनि एसई दिन पाउँछ। यसमा र यसमा के फरक? वाट इज डिफरेन्स? के हो फरक? यसले पनि त एसई दिन पाउँछ नि। उही यो यसको एसई को भ्यालु र यसको एसई को भ्यालुमा केही फरक छैन, केही फरकै छैन। अनि तपाईँ त खालि काम व्यवसायसँग सम्बन्धित भन्नुहुन्छ, किनभने किताबमा त्यही लेखेको छ, होइन? अब यहाँनिर चाहिँ के हुन्छ? अब हेर्नुहोस् यहाँ के हुन्छ। 1 देखि 5, 1 2 3 4 5 यसलाई 3 वर्षमा पुरा गरिदिन्छ। 6 7 8 यसलाई चाहिँ 2 वर्षमा पुरा गरिदिन्छ। 9 10 यसलाई चाहिँ 1 वर्षमा पुरा गरिदिन्छ। यसलाई 2 वर्षमा पुरा गरिदिन्छ। यसलाई 3 वर्षमा पुरा गरिदिन्छ। जम्मा 3 2 5 1 6 वर्ष पढेपछि यो मान्छेले पनि एसई दिन पाउँछ। भनेपछि यहाँ मैले अघि औपचारिक शिक्षाको अब यसमा चाहिँ के पर्छन् त भन्नु होला तपाईँलाई? तपाईँलाई लाग्दो हो नि त? अनौपचारिक प्रासी भनेको प्राथमिक शिक्षा, निमावी खुला र मावी खुला भन्छ यसलाई। मावी खुला कसले बुझ्या छैन भने बुझ्या छैन भन्नु होला मलाई, है? आज भोलि सरको भाषा पुरै बदलाव आए जस्तो छ। केमा दिनेशजी? केमा बदलाव आयो? अलिअलि थर्काएँ भनेर? थर्काएको त जस्तो लाग्दैन मलाई। ल अब हेर्नुहोस् त, यो ल भन्नु त, यसलाई औपचारिक कि अनौपचारिक भन्नुहुन्छ यहाँहरूले? भन्नु है यसलाई के भन्नुहुन्छ? प्लिज कमेन्ट गर्नु। यसलाई औपचारिक भन्ने कि अनौपचारिक? यो यताबाट आएको एसई दिन आएको मान्छेलाई कसैले बोल्नु भएन। यहाँबाट पनि अनौपचारिकबाट पनि एसई दिन पाउँछ, 12 दिन पाउँछ भने क्याम्पसैमा पनि होइन औपचारिक होइन, अनौपचारिक हो। होइन, अनौपचारिक हो यो। होइन किस्मत राणाजी, होइन। एकजनाले कमेन्ट के हो कन्फ्युजन थियो, थाहा थिएन। अनि मान्यता पाउँछ त यसको र यसको बराबर।
केही फरक छैन। यसले पनि खरदार सुब्बा शिक्षक सेवा आयोग लड्न पाउँछ, यसले पनि पाउँछ। यसले पनि तपाईँको जस्तै तपाईँसँगै आएर यहाँ पढेर शिक्षक सेवा आयोगमा मावि टिचर बन्न पाउँछ, निमावि प्रावि टिचर बन्न पाउँछ। यसले पनि खरदार सुब्बा अधिकृत सबै हुन पाउँछ। किन छुटाएको त? किन छुटाएको हो? यस्तै कुरामा तपाईँसँग एकदम सिदिन आएपछि सर औपचारिक भएन र? अनि यसको बाटो के हो? यसको बाटो कुन तरिकाले आएको छ? जम्मा 3, 2, 5, 1 6 वर्षमा एसई दिन पाइन्छ? यो त अब किनको कुरा आयो यहाँ। अब किनको जवाफ दिन्छु मैले साथीहरू, किनको जवाफ दिन्छु मैले। देशका सबै जनताहरू तपाईँ जस्तै हुँदैनन्। कोही मजदुर हुन्छन्, कोही गरिब हुन्छन्, कोही पढ्न पाउँदैनन्, कोही भ्याउँदैनन्, कोही के हुन्छ, कोही उमेर कटेर पनि पढ्न मन लाग्छ। कसैलाई कसैलाई के गर्न मन लाग्छ? तिमीहरूलाई अनौपचारिक बाटो खुल्ला छ है हे जनता हो। तिमीहरूलाई पढाइबाट वञ्चित गर्न पाइँदैन। तिमीहरू औपचारिक बाटोबाट त आउन सकेनौ, तर अनौपचारिक बाटोबाट आऊ, गरी खाऊ, सबैसँग समान हौ भनेर चाहिँ सरकारले दिएको, एउटा राज्यले दिएको सुविधा हो नि त। अब कुरा बुझिन्छ? किन दियो भन्नुहुन्छ त? त्यसो भए तपाईँ यहाँ पढ्न जाँदा के हुन्थ्यो त? तर उमेरसँग, उमेर भएको मान्छेले यही लाइन पढ्नुपर्छ, यही लाइनमा राखिदिन्छ सरकारले। तर जब 14 वर्ष कटेर मान्छेहरू चाहिँ अब एसई दिन चाहिसक्यो, उसले स्तर वृद्धि साक्षरता शिक्षा हो, त्यसैले अनौपचारिक हो। जम्मा 10 वर्ष लाग्ने शिक्षालाई अनौपचारिक ढङ्गले 6 वर्षमा सिद्ध्याइदिएर एउटा अनौपचारिक किसिमबाट राज्यले शिक्षा प्रदान गरिरहेको छ। र अहिले पनि निमावि खुल्ला र मावि खुल्ला छैनन् र? छन् नि त। त्यसैले यो शिक्षा पनि अनौपचारिक शिक्षा हो, छोटो बाटो हो। यो चाहिँ तपाईको तपाईँ हामी, हाम्रा केटाकेटी भाइ बहिनी, तपाईँ हामीले पढेनौ, तपाईँ हामीले यही बाटो पढ्यौं किनभने यो धार राम्रो हो। यो धार चाहिँ एकदमै औपचारिक राज्यले दिएको लाइनमा लागेर पढ्यौं हामीले। तर हामी जस्ता मान्छे मात्रै हुँदैनन्, महिलाहरूलाई पढ्न मन लाग्छ। अनि पाठ्यक्रम एउटै हुन्छ, पाठ्यक्रम एउटै हो तर मर्ज गरेको हुन्छ, विषयवस्तुहरूलाई मात्रै मर्ज गरेको हुन्छ। इन्द्रजी विषयवस्तुलाई मर्ज गर्छ। 1 देखि 5 सम्मका विषयवस्तुहरूलाई 3 वर्षमा एकैचोटि मर्ज गरेर मूल कुराहरू सिकाइदिन्छ। अनि 6 र 7, 8 को 2 वर्षमा मुख्य कुरा सिकाइदिन्छ। अनि यतापट्टि तपाईको अब कुरा चाहिँ यति हो, तपाईले एउटा सजिलो उदाहरणबाट बुझ्नु। 4 वर्ष बिएड पढे पनि, 1 इयर बिएड पढे पनि, 1 इयर बिएडले पनि बिनीको जाँच दिन पाउँछ। अनि 4 वर्ष बिएड पढ्ने मान्छेले पनि त्यही बिनीको जाँच दिन पाउँछ। ल हेर्नुहोस्, कुरा केही भ्यालु फरक देखियो? फरक देखियो? 4 वर्ष बिएडले पनि त्यही बिनीको जाँच दिने हो, 1 वर्ष बिएडले पनि त्यही बिनीको जाँच दिन पाउँछ। भनेपछि केही अन्तर देखियो? छैन। भनेपछि यो बाटो पनि अनौपचारिक हो। र अनौपचारिक भनेको यति मात्रै होइन, यो पनि हो। दिस इज टु, यो पनि हो। साक्षरता र यस्तोहरू, प्रौढ शिक्षा, बाल शिक्षा, साक्षरोत्तर शिक्षा, निरन्तर शिक्षा पनि हो। र तपाईँ अघि बारम्बार जो कामसँग जोडिन्छ, तत्कालीन आवश्यकतासँग जोडिन्छ भनेर मैले लेखेको पनि थिएँ। त्यो चाहिँ वास्तवमा यो कुराहरूसँग पनि अलिअलि जोडिन्छ। तर बढी मात्रामा यो प्रौढहरूलाई यसो लेखपढ गर्न, सिग्नेचर गर्न, मोबाइलमा मोबाइलमा यसो कुराहरू हेर्न। 4 वर्ष बिएड त के काम? 1 इयर बिएडले जितेपछि अब के गर्ने त? तपाईलाई अन्याय होइन, तपाईलाई अन्याय गरेको होइन राज्यले सबैलाई न्याय गरेको हो। यसरी बुझ्ने हो। त्यसरी बुझ्न पाइँदैन। त्यसो भए म पनि त्यही गर्छु, गर्नु न त। तपाईलाई कसले बाटो छेकेको छ? छेकेको छैन भनेपछि किन अरूको? आफूले चाहिँ 4 वर्ष बिएड पढ्यो, अर्काले चाहिँ 1 इयर बिएड गरेर मसँगै लड्न आउँदो रहेछ भनेर रिस गर्नुपर्ने त कुनै कारण छैन नि सुनिताजी, छ त? छैन नि त। अब राज्यले दिएको एउटा अवसर, त्यो चाहिँ मान्छेहरूलाई अरूले पाए भन्ने होइन के, अरूले किन पाए त भन्ने नि होइन। ल अब मैले बुझाइसकेँ है। अनौपचारिक शिक्षा यो पनि हो। यी दुवै प्रकारका अनौपचारिक शिक्षा हुन्छन्।
अब राज्यले नि दुवै थरीको व्यवस्था गरेछ त यतापट्टि आउनलाई। अनि मैले अघि पूरक हो है, यो औपचारिकको पूरक पनि हो भनेर भन्नुको तात्पर्य त्यही हो। अनि उनीहरू चाहिँ औपचारिक धारमा आउन पाउँछन्। चाहे भने अहिले 90 वर्षको मान्छेले पनि म एससी दिएर खुल्ला शिक्षा पढ्छु एससी एससी पास गर्छु भन्न पाउने कि नपाउने? अनि आयो भनेर रिस गर्ने अरू मान्छेले अनौपचारिक शिक्षाको पाठ्यक्रम कसले निर्माण गर्छ नि भन्नुभएको छ। अब अनौपचारिक शिक्षाको पाठ्यक्रम पनि सरकारले नै निर्माण गर्छ, त्यो मन परी गर्न पाइँदैन, त्यसको पनि एउटा मर्ज गरेर त्यो पाठ्यक्रम नै बनाइएको हुन्छ है, यति यति पढाउने भनेर त्यहाँ व्यवस्था गरिएको हुन्छ। हस् त, अब विशेषता हेरौँ, अनौपचारिक शिक्षा कस्तो हुन्छ त? अब अलिअलि तपाईँको ढोका खुल्यो नि होइन, अनौपचारिक शिक्षा भनेको त दुवै थरी रहेछ है भनेर बुझ्नु पर्यो तपाईँले होइन। दिमागको ढोका अलिअलि त खुलिहाल्छ नि यति भएपछि। अब यो चाहिँ यो पूरक हो, यो पूरक हो, बिल्कुलै पूरक, पूरक आवश्यकतासँग सम्बन्धित कुरा हो यो। तर धेरैजनालाई यो निमावि मावि खुल्ला भन्ने थाहा चाहिँ थियो अनौपचारिक प्राथमिक शिक्षा, तर अनौपचारिक शिक्षा हो भन्ने कुरा चाहिँ धेरैजनालाई कन्फ्युज नै थियो होला के, त्यसरी बुझ्ने नै होइन। अनि खालि त्यही कामसँग जोडिने, सिपसँग जोडिने, व्यवसायसँग जोडिने भन्ने मात्रै थाहा थियो। अब यो चाहिँ के हुन्छ, अन्तर्क्रिया र अन्तर्क्रियात्मक हुन्छ यस्तो शिक्षा, अन्तर्क्रियात्मक हुन्छ, अन्तर्क्रियात्मक हुन्छ। अघि पनि मैले लेखिसकेको छु, यो लचिलो हुन्छ होइन, लचिलो हुन्छ, यसमा धेरै पैसा लाग्दैन, समयको पनि कम समयको पनि बचत हुन्छ यहाँ होइन। तपाईँले भन्नुभएको सिप उन्मुख पनि हुन्छ, ठिक छ, सिप उन्मुख पनि हुन्छ, सिपतिर उन्मुख हुन्छ, तर सबैले यो प्रारम्भिक सिपहरू मात्रै उन्मुख हुन्छ। यो श्रेणीबद्ध हुँदैन, यो कति कक्षा हो भन्ने नि थाहा हुँदैन, श्रेणीबद्ध नहुने, श्रेणीबद्ध हुँदैन, यसको विशेषता हो यो। अघि मैले 9 र 10 कक्षालाई 1 वर्षमा पढाउँछ भने त्यसलाई 9 कक्षा भन्ने कि 10 कक्षा भन्ने त? लु भन्नुहोस् त, 1 वर्षमा 2 वर्षको कोर्स पढाउँदैछ भने त्यसलाई कति कक्षा भन्नुहुन्छ तपाईँ, 9 कि 10? के 9.5 भन्न पनि मिलेन, 9.5 कक्षा पढेको भन्न पनि मिलेन होइन। पाठ्यक्रम पनि लचिलो भन्ने शब्दले सबैलाई खाइदिइहाल्यो, धेरै त्यो गर्नै पर्दैन होइन, धेरै गर्नै पर्दैन नि होइन। अब जीवनयापनसँग सम्बद्ध हुन्छ पनि हामीले भनिसक्यौँ, जीवनयापन सम्बद्ध हुन्छ, जीवनसँग जोडिएको कुरा पनि हो यो होइन। अनि अब तत्कालीन आवश्यकता, यो अघि पनि लेखिसकेँ हो, डबल लेख्दिनँ मैले, जरुरी छैन होइन। अब यो कम खर्चिलो, अघिकोमा खर्चिलो हुन्थ्यो, कम खर्चिलो हुन्छ होइन, कम खर्चिलो यो पनि भन्न पाइयो इत्यादि। ल, खुल्लापन पनि हुन्छ हो, खुल्लापन पनि हुन्छ, खुल्लापन पनि हुन्छ यसमा है। ल, आदि यी चाहिँ यसका विशेषता हुन्छन् है। अब छोटो टाइम पनि हुन्छ, त्यही अब समयको पनि त्यो हुन्छ नि, कम समय खर्च हुने, अब त्यति बुझे त भइहाल्यो होइन। ल, अब अनियमित शिक्षा भन्नेमा आइपुगेका छौँ हामी। अनियमित शिक्षा, अनियमित शिक्षामा अब यो त झनै सजिलो भयो होइन। यो यसको अवधारणा चाहिँ ग्रिसबाट आएको हो, ग्रिसबाट आएको अवधारणा हो यो, ग्रिसबाट आएको अवधारणा हो यो, ग्रिसबाट आएको अवधारणा हो अनियमित शिक्षा। पहिला औपचारिक, सर हजुरले पढाएको त सबै बुझिन्छ भन्नुहुन्छ। अब मेरो भाषा बदलियो भन्ने साथीहरू पनि हुनुहुन्छ यहाँ, मेरो प्रस्तुति अलिअलि त्यस्तो हुन्छ कि, अनि रिसाएर यसले चाहिँ करायो हामीलाई भन्ने पनि लाग्दो हो कसै कसैलाई। अब यो कस्तो हो भन्दा आकस्मिक, यसलाई अरीतिक पनि भन्छ, यसलाई अरीतिक पनि भन्छ है, अरीतिक पनि भन्छ, अरीतिक, अरीतिक भनेको रीति नभएको है, रीति नभएको शिक्षा पनि भन्छ यसलाई। अब यो भनेको के हो त भन्दाखेरि आकस्मिक रूपमा प्राप्त हुने शिक्षा हो, थाहा छ नि तपाईँलाई, आकस्मिक रूपमा, अचानक, आकस्मिक भनेको त अचानक हो नि, आकस्मिक रूपमा कुनै समय स्थान उद्देश्य विहीन हुन्छ यो, समय स्थान होइन, समय स्थान उद्देश्य यसको केही पनि हुँदैन, उद्देश्य विहीन हुन्छ, उद्देश्य विहीन हुन्छ, केही पनि उद्देश्य हुँदैन। अब तपाईँको होइन, कति बेला के सिकिन्छ थाहै हुँदैन, योजना विहीन हुन्छ, योजना विहीन हुन्छ, योजना पनि हुँदैन, यसको केही पनि हुँदैन। हेर्नुहोस्,
यो चाहिँ जहाँ जतिसुकै बेला जस्तोसुकै अवस्थामा यो मृत्यु पर्यन्त जीवन पर्यन्त भनौँ न होइन। तर यो जीवनोपयोगी चाहिँ हुन्छ, फेरि कामै नलाग्ने चाहिँ होइन, जीवनोपयोगी पनि हुन्छ, यो जीवनमा काम लाग्छ। यो चाहिँ तपाईँको जीवन ओखती तितो हुन्छ सर, विराम सन्चो हुन्छ सर, कसो साथीलाई लाग्यो होला। ल अब हेर्नुहोस् है, जीवनोपयोगी हुन्छ यो शिक्षा। यो चाहिँ तपाईँको यसको कुनै ढाँचा हुँदैन, कुनै ढाँचा हुँदैन, पद्धति हुँदैन, ढाँचा पद्धति नभएको हुन्छ यो, होइन। यो चाहिँ तपाईँको रेडियो, टिभी, मोबाइल आदि इत्यादिबाट सिकिने कुरा हुन्छ यो, होइन। रेडियोबाट अचानक कुनै समाचारबाट ज्ञान प्राप्त हुन्छ होला, रेडियो मोबाइलबाट तपाईँले फेसबुक हेर्दा हेर्दै कुनै नौलो ज्ञान प्राप्त गर्न सक्नुहुन्छ। रेडियो मोबाइल होइन, कुनै ठाउँ होइन, रेडियो मोबाइल आदिबाट चाहिँ यो चाहिँ प्राप्त हुने ज्ञान हो। यो पत्र पत्रिका पनि भनिदिनु न, सञ्चार माध्यमहरू प्राय प्राय यो चाहिँ होइन, पत्र पत्रिका यस्तोहरूबाट, फेसबुकबाट, समाचार आदिबाट, होइन। यो उद्देश्यविहीन हुन्छ, योजनाविहीन हुन्छ, समय स्थानको कुनै निश्चितै हुँदैन, यसमा थाहै हुँदैन, होइन। अब यसका केही विशेषताहरू, यो जहाँ जति बेला जुनसुकै अवस्थामा प्राप्त हुने हामीलाई थाहा छ। र यो शिक्षा चाहिँ कस्तो हुन्छ त भन्दाखेरि वातावरणीय र परिस्थितिमुखी हुन्छ। बुझ्नुभयो नि, परिस्थितिमुखी भन्ने बित्तिकै प्राय सबै क्लियर भइहाल्छ। परिस्थितिमुखी हुन्छ, परिस्थिति, कुन परिस्थितिमा के कुरा सिक्ने भन्ने कुरा चाहिँ यसमा चाहिँ हामीले सर आन्तरिक के हो, अरीतिक भनेको के हो, रीति नभएको, कुनै नियम नीति विधान नभएको, होइन, ढाँचा पद्धति नभएको भनेर मैले अघि यहाँ लेखेको थिएँ नि। रीति भनेको खासमा तरिका, अनि भनेको चाहिँ तरिका नभएको, सामाजिकमा असामाजिक भने जस्तै रीतिमा अरीति, अरीतिक भनेको रीति नभएको, तरिका नभएको, त्यो कुनै यस्तै हुन्छ भन्ने होइन। अनि यो सन्तुष्टिमूलक शिक्षा पनि हो, सन्तुष्टि दिन्छ यस्तो शिक्षाले, अनुभवबाट प्राप्त हुने खालको हो नि त यो सन्तुष्टिमूलक शिक्षा हो। यो अरीतिक, अनियमित भनेको चाहिँ सन्तुष्टि चाहिँ दिन सक्छ यसले। यो अकल्पनीय पनि हुन्छ, कल्पनै गरेको हुँदैन, सिकिन्छ। हेर्नुहोस् न, अकल्पनीय पनि हुन्छ यो। अनि त्यस्तै गरेर यो चाहिँ स्वचालित हुन्छ, प्राकृतिक हुन्छ। यसका विशेषता जति पनि हेर्न सकिन्छ, स्वचालित हुन्छ। यो कसैले ल यसो गरेर सिकौँ न भन्ने खालको पनि होइन यो आफसे आफ हुने, होइन। जहाँ बाटोमा हिँड्दा हिँड्दै, जङ्गलमा हिँड्दा हिँड्दै, फलानु गाडीमा यात्रा गर्दा गर्दै कुनै ज्ञान सिकिन्छ भने त्यो एक प्रकारको अरीतिक त्यो शिक्षा हो। त्यो त हर क्षण हर पल हुने, यसको कुनै सीमा हुँदैन, नो सीमा हुँदैन, सीमा हुँदैन। यो हिडन करिकुलममा आधारित हुन्छ, हिडन करिकुलम, यो लुप्त हुन्छ, लुप्त हुने। लुप्त भनेको हिडन करिकुलम भन्ने सुन्नु भएको छ नि। यो संसारमा जति पनि कुराहरू सिकिन्छ त्यो सबै चाहिँ के हो त, पाठ्यक्रम हो भन्छ, पाठ्यक्रमको अवधारणाले, है। पाठ्यक्रम, जे पनि पाठ्यक्रम, हावा पनि पाठ्यक्रम, पानी पनि पाठ्यक्रम, अर्को पनि आकाश पनि पाठ्यक्रम, बादल पनि पाठ्यक्रम, जे पनि पाठ्यक्रम। त्यसैले यो लुप्त पाठ्यक्रमसँग रिलेटेड, जहाँ कति बेला के सिक्ने, कसरी सिक्ने, कहिले सिक्ने, किन सिक्ने, केही पनि, नथिङ एल्स, केही पनि हुँदैन यसमा, है त। अनि यो परिस्थितिमुखी हुन्छ, अवसर केन्द्रित हुन्छ। यो अवसर केन्द्रित हुन्छ। जाँदा जाँदै मैले अहिले काठमाडौँमा यसो गएको थिएँ, अनि त्यहाँ एउटा सानो काम परेर म प्रज्ञा प्रतिष्ठानमा पसेँ। त्यहाँतिर त एउटा कार्यशाला गोष्ठी भइरहेको रहेछ, त्यहीँ बसेर मैले भाग लिएर केही कार्यक्रमहरूमा ज्ञान गुणका कुरा सिकेँ। अब मेरो त्यो योजना पनि थिएन, उद्देश्य पनि थिएन, तर त्यहाँ गएपछि मैले अब अरीतिक शिक्षा, लुप्त भनेको के हो, लुकेको हो, लुप्त भनेको लुकेको पाठ्यक्रममा आधारित। कहाँ लुकेको छ थाहा छैन, प्रकृतिका जुनसुकै ठाउँमा लुकेको हुन सक्छ। लुप्त करिकुलम, हिडन करिकुलम भन्ने कहीँ पढ्नु भएको छैन, कोर करिकुलम पढ्नु भएको छैन, प्रेत पाठ्यक्रम भन्ने पढ्नु भएको छैन, भूत प्रेतको प्रेत पाठ्यक्रम भनेको मिडियाबाट प्राप्त पाठ्यक्रमलाई प्रेत पाठ्यक्रम भन्छ। प्रेत पाठ्यक्रम, कुनै लुप्त पाठ्यक्रम हुन्छ, कुनै विषयगत पाठ्यक्रम हुन्छ, कुनै एकीकृत पाठ्यक्रम हुन्छ, कुनै सहवर्ती पाठ्यक्रम हुन्छ, कुनै के पाठ्यक्रम हुन्छ, दुनियादारी पाठ्यक्रमका प्रकारहरू छन्। त्यसमा पनि यो चाहिँ प्राय प्रेत पाठ्यक्रम, अझ यो लुप्त मात्रै भने मैले, यो प्रेतसँग पनि सम्बन्धित छ। प्रेत
प्रेत पाठ्यक्रम भनेको चाहिँ मिडियाबाट प्राप्त हुने ज्ञानहरू, मिडियाहरूबाट अचानक प्राप्त हुन्छ। त्यसैले यस्ता चिजहरूसँग सम्बन्धित छ यो शिक्षा। यो प्राकृतिक खालको हुन्छ, नेचुरल हुन्छ। प्राकृतिक भनेको डाँडा पाखा हरियाली भने होइन है। यो प्राकृतिक भनेको नेचुरल्ली प्राप्त हुने, स्वस्फूर्त रूपमा प्राप्त हुने यस्ता खालका शिक्षाहरू अब भयो। लगभग यसका विशेषताहरू हेरेरै पनि चिनिन्छ। अब दुनियादारी पाठ्यक्रम कस्तो छ, कस्तो हो सर भन्नुभएको छ। अब यो दुनियादारी भन्ने चाहिँ छैन, बयानबाजी पाठ्यक्रम भन्ने हुन्छ। दुनियादारी भन्ने चाहिँ हुँदैन है, बयानबाजी भन्ने हुन्छ। त मलाई थाहा छ तपाईँले चाहिँ होइन मलाई कतै व्यङ्ग्य गर्न चाहिँ यो सरले चाहिँ सबै पाठ्यक्रम हो भन्यो अनि त्यही भएर चाहिँ क्वेसन सोध्नु भएको हो कि मलाई थाहा भएन। तर बयानबाजी पाठ्यक्रम चाहिँ हुन्छ, तर दुनियादारी पाठ्यक्रम चाहिँ हुँदैन। टिचरलाई के जिस्क्याएर बस्नुहुन्छ र व्यङ्ग्यात्मक हिसाबले, होइन? त्यस्तो पाठ्यक्रम हुँदैन। कुनै किताबमा लेखेको छ भने मलाई थाहा छैन है, मैले नजानेको कुरा त नजानेकै भन्नुपर्छ नि त। बयानबाजी पाठ्यक्रम भनेको चाहिँ राजनीतिज्ञ, प्रशासक, धर्मभिरुहरूले प्रचार प्रसार गरेको पाठ्यक्रमलाई बयानबाजी पाठ्यक्रम भन्छन्। बयानबाजी भनेको गौतम बुद्धले कति कक्षा पढेका थिए भनेर मैले सोध्छु होइन? गौतम बुद्धले कति कक्षा पढेका थिए? 10। एसई पास गरेका थिए, एसएलसी पास गरेका थिए, तपाईँ जस्तै ब्याचलर पास गरेका थिएनन् नि त। अब गौतम बुद्धले हरेक बोलेका कुराहरू चाहिँ तपाईँको पाठ्यक्रम भइसके होइन? अब अब त्यस्तोलाई चाहिँ बयानबाजी पाठ्यक्रम भन्छ। गौतम बुद्धहरू, महात्मा गान्धीहरूले बोलेका त्यस्ता चाहिँ बयानमा आधारित पाठ्यक्रम। तर यो अर्को तपाईँले जुन भन्नुभएको छ त्यो चाहिँ मैले चाहिँ सुनेको छैन। अब हामी आइपुगेका छौँ यो शिक्षाका उद्देश्यहरू भन्नेमा आइपुगेका छौँ। म अलिक हतारमै पनि छु, छिटो छिटो पनि पढाउनु पर्ने छ। अब उद्देश्यमा आइपुगेको छु। शिक्षाका उद्देश्यहरू, हामीलाई लक्ष्य त भन्दैन पाठ्यक्रमले, उद्देश्य मात्रै भन्छ। अब लक्ष्यतिर अहिले नलाग्दा पनि हुन्छ, उद्देश्य मात्रै भन्छ। तर उद्देश्य र लक्ष्य भनेको के हो भन्ने कुरा चाहिँ तपाईँले जान्नुपर्छ। थोरै म भनिदिन्छु। यो उद्देश्य र लक्ष्य, यो चाहिँ लक्ष्य भनेको चाहिँ ठुलो चिज हो होइन? लक्ष्य भनेको चाहिँ अलिक ठुलो हुन्छ, उद्देश्य भनेको चाहिँ अलिक सानो अवधारणा हो। अनि हामी शिक्षाको उद्देश्य लक्ष्य भन्छौँ होइन? अब यो चाहिँ लक्ष्यमा पुग्नका लागि उद्देश्य निर्धारण गरिन्छ क्या। लक्ष्यमा पुग्नका लागि उद्देश्य निर्धारण हुन्छ, यो कुरा बुझिराख्नु होला। लक्ष्यमा पुग्न उद्देश्य निर्धारण हुन्छ। उद्देश्य अलिक सानो कुरा भयो यो हिसाबले हेर्दा, उद्देश्य निर्धारण हुन्छ। लक्ष्य भनेको लास्ट डेस्टिनेसन हो, अन्तिम गोल हो। त्यो तपाईँको लक्ष्यका लागि गोल भन्ने शब्द प्रयोग गरिराखेको हुन्छ। तर कतिपय ठाउँमा उद्देश्यको लागि अब्जेक्टिभ्स भन्ने शब्द प्रयोग गरिराखेको हुन्छ। उद्देश्य भनेको खासमा अब्जेक्टिभ्स नै हो। अनि एम पनि प्रयोग गर्छ यो लक्ष्य, तर गोल र एममा हल्का तात्विक भिन्नता छ। एम भनेको चाहिँ व्यक्ति केन्द्रित हुन्छ, तर लक्ष्य चाहिँ व्यक्ति केन्द्रितै हुन्छ भन्ने हुँदैन। लक्ष्य भनेको चाहिँ अवस्था केन्द्रित, वातावरण केन्द्रित पनि हुन सक्छ। एम र गोल एउटै होइन, हेर्दा उस्तै लाग्छ, तर यो लक्ष्य भनेको गोल हो, यो भनेको अब्जेक्टिभ्स हो। अब उद्देश्य राखेर लक्ष्यमा पुग्ने काम गरिन्छ, यति मैले फरक भनिदिएँ तपाईँलाई। जस्तै सगरमाथाको टुप्पो भनेको चाहिँ लक्ष्य हो, अनि त्यो सगरमाथाको टुप्पोमा पुग्नका लागि हिउँ पन्छाउनु, डोरी बाँध्नु, भर्याङ लगाउनु होइन, यो चाहिँ उद्देश्य हुन्छ। जस्तै खेल जित्नु चाहिँ लक्ष्य हो, खेल जित्नु चाहिँ लक्ष्य हो। अनि छक्का हान्नु, चौका हान्नु, बलिङ गर्नु, राम्रोसँग बलिङ गर्नु होइन, अथवा फुटबलमा हेर्ने हो भने तपाईँको साथीलाई पास दिनु, अनि किनभने पास दिएपछि त्यहाँ गोल हुन्छ नि त, अनि लक्ष्यमा पुगिन्छ नि त। अनि पोस्टमा प्रहार गर्नु, यिनीहरू चाहिँ उद्देश्य हुन्छन् है। अब ध्येय भनेको के हो भनेर सोधिरहनु भएको छ। अब यो ध्येय भनेको चाहिँ कस्तो हो भने समाज र राष्ट्रका चाहनाहरू हुन् खासमा ध्येय भनेको चाहिँ होइन। यो चाहिँ बिच्चको जस्तो हो होइन, ध्येय भनेको चाहिँ अब लक्ष्य नै पनि होइन।
उद्देश्य मात्रै पनि होइन, यो दुईटाको मिडिएटर टाइपको हो यो ध्येय भनेको चाहिँ। अब मैले शब्द मात्रै चिनाएँ, यतिले केही न केही कुनै न कुनै ठाउँमा काम लाग्छ भन्ने कुरा मात्रै हो यो। अब ध्येयलाई कहिले कसैले ध्येयलाई गोल भन्ने शब्दको प्रयोग गरिराखेको हुन्छ। यो ध्येय भनेको चाहिँ बिचको समाजका चाहना, संस्था होइन, यो के हुन्छ भन्नुला भने उद्देश्य भन्दा माथिको, लक्ष्य भन्दा मुनिको हो यो, होइन, इन्टेन्सन हो। तर कतिपयले मान्छेले चाहिँ छ नि ध्येयलाई पनि गोल भनिराखेको हुन्छ, सस्टेनेबल डेभलपमेन्ट गोल भन्छ। त्यो त्यो खासमा गोल भनेको एउटा पोइन्टमा सन् 2030सम्ममा फलानु यति सस्टेनेबल दिगो विकासका लक्ष्य भन्छ, दिगो विकासका उद्देश्य भन्छ भन्दैन। लक्ष्य भनेको चाहिँ तपाईँको त्यो प्राप्ति गर्ने अन्तिम डेस्टिनेसन नै हो क्या। दिगो विकासका उद्देश्यहरू त भन्दैन नि, होइन। तर त्यहाँनिर उसले चाहिँ एम शब्दको प्रयोग गर्छ त, गर्दैन नि त। गोल, सस्टेनेबल डेभलपमेन्ट गोल्स भन्छ, होइन हो भनेको उद्देश्य, लक्ष्य त जहिले लास्ट हो क्या। अनि लक्ष्य प्राप्तिका लागि उद्देश्य निर्धारण गरिन्छ। अब भयो, अब मैले यसमा तपाईँलाई बुझाएँ। अब यहाँ हामीलाई पाठ्यक्रमले चाहिँ लक्ष्य नभनेको हुनाले म लक्ष्यतिर लाग्दिनँ, म शिक्षाका उद्देश्यहरू मात्रै अगाडि बढ्दैछु। शिक्षाका उद्देश्यहरू अनि उद्देश्यहरू मात्रै भन्छ क्या हाम्रो पाठ्यक्रमले, है। अब हुम्लाका जनतालाई यातायातको साधनमा पहुँच छ भने हुनेछ भने ध्येय हो सर भन्नुभएको छ। ठिक छ, हो, आशय एकदमै ठिक। अब यसलाई चाहिँ व्यक्तिगत उद्देश्य, सामाजिक उद्देश्य, होइन, राष्ट्रिय उद्देश्य यस्तो पनि भन्ने गरिन्छ, होइन। तीनटा उद्देश्यको हिसाबले यसलाई हेर्न सकिन्छ। एउटा व्यक्तिगत उद्देश्य, अर्को सामाजिक उद्देश्य। कार्यमा अहिले पछि हामी हेर्छौँ। पहिला व्यक्तिगत उद्देश्य हेरौँ है त। व्यक्तिगत उद्देश्य अस्ति माविमा यहाँबाट ट्वाक्कै क्वेसन आएको थियो, तपाईँलाई याद छ होला। माविमा यो व्यक्तिगत उद्देश्य तलका मध्ये कुन हो भनेर आएको थियो र मैले अस्ति पढाउने बेलामा साथीहरूले भन्नुहुन्थ्यो, सर क्वेसन त ठ्याम्मै तपाईँको सूत्रले भेट्यो भन्नुहुन्थ्यो क्या। क्वेसन म एउटा सानो सूत्र याद छ सर, ए सुनिताले पहिला पढ्नु भएको छ नि त, याद छ सर भन्नुभएको छ ठ्याक्कै अस्ति। व्यक्तिगत उद्देश्य भनेको चाहिँ काव्य ज्ञान, समाजचरी, काव्य ज्ञान, समाजचरी, अन्तर्नेत्री, आत्मा 3। हेर्नुहोस् त, अन्तर्नेत्री, आत्मा 3। बेला बेला सूत्र पनि दिन्छु मैले थोरै, धेरै त सिकाउँदिनँ, यस्तो सिक्नु पनि हुँदैन, अलिअलि छिट्टो एक्जामको बेलामा याद गर्नलाई काम लाग्छ। अन्तर्नेत्री, आत्मा 3, ल हेर्नुहोस् है। काव्य ज्ञान, समाजचरी, अन्तर्नेत्री, आत्मा 3 कति सजिलो छ। काव्य ज्ञान, समाजचरी, अन्तर्नेत्री, आत्मा 3। अब हेर्नुहोस् त, का भनेको कार्यदक्षता, कार्यदक्षता प्राप्त गर्नु, है। कार्यदक्षता प्राप्त गर्नु एउटा उद्देश्य है। यो प्राप्त गर्नु सर्नु लेख्नु पर्दैन, यो यसो बुझ्नका लागि हो। व्यय भनेको व्यक्तित्व विकास, यो व्ययमा आइपुगे है। व्यय भनेको व्यक्तित्व विकास, यही आएको थियो जस्तो लाग्यो अस्ति एक्जाममा। अर्को ज्ञान भनेको चाहिँ ज्ञानको विकास, एकैचोटि राखेँ है यसलाई चाहिँ, ज्ञानको विकास। काव्य ज्ञान भइसक्यो है। काव्य ज्ञानको विकास गर्नु शिक्षाको उद्देश्य हो। अनि पर्दैन यस्तो ज्ञान त, लौ न सर अस्ति नै दिनु पर्दैन यस्तो ज्ञान त भन्नुभएको छ। अनि अस्ति नै त अब म अर्को युनिट पढाउँदै थिएँ, अब बिचमा म आउन पाइनँ, त्यस्तै भयो, होइन। अब समाजचरी, समा भनेको चाहिँ समायोजनको उद्देश्य भन्छ। यति समाजलाई एउटा लिएको छ है। समायोजनको उद्देश्य छ अर्को शिक्षाको, यो व्यक्तिगतमा पर्छ। समायोजनको उद्देश्य छ यो अर्को समा। हेर्नुहोस् त, काव्य ज्ञान समा स भन्छ अर्को, होइन। सफल जीवन भने हो यो चाहिँ, स भनेको चाहिँ सफल जीवन भने हो। सफल जीवन,
सफल जीवनयापन गर्ने उद्देश्य हुन्छ शिक्षाको, व्यक्तिगत उद्देश्य हुन्छ। किनभने प्रत्येक व्यक्तिले सफल जीवनयापन गर्न चाहन्छ अनि समायोजन हुन चाहन्छ, त्यसैले यो व्यक्तिगतमा पर्छन्। ज्ञानको विकास गर्न चाहन्छ हरेक व्यक्तिले, त्यसैले समा पनि आइपुगेँ म। काव्य ज्ञान समाज चरी भनेको चरित्र निर्माण, चरित्र विकास भने पनि हुन्छ। चरित्र विकास अथवा चरित्र निर्माण, बानी बेहोराको विकास, यो पनि तपाईँको यो चरीलाई एकैचोटि मैले तान्दिएँ। अब अर्को अन्तर भनेको अन्तर्निहित क्षमताको प्रस्फुटन। यही चाहिँ आएको हो अहिले सम्झेँ मैले अन्तर्निहित क्षमताको प्रस्फुटन, अन्तर्निहित क्षमता प्रस्फुटन। अस्ति माविमा क्वेसन आएको थियो यही मुद्दा, अन्तर्निहित क्षमताको प्रस्फुटन है, अन्तर्निहितवाला आएको थियो सर माविमा हो। यही अहिले मैले सम्झेँ सुन्ताजी, अहिले सम्झेँ मैले। अन्तर्निहित क्षमता प्रस्फुटन त्यसै पनि व्यक्तिगत उद्देश्य हो। अनि काव्य ज्ञान समाजचरी अन्तरसम्म आइसक्यो है। अब नेत्री भन्छ। अब यो नेतृत्व विकास भनेको हो, यो चाहिँ नेतृत्व विकास, नेतृत्व विकास, काव्य ज्ञान समाजचरी अन्तर्नेत्री आत्मा 3। अब नेत्रीको पनि काम सकियो है, अन्तर्नेत्री। अब आत्मा 3 भनेको चाहिँ एउटा आत्मानुभूति, हेर्नुहोस् है, एउटा आत्मानुभूति, आत्मानुभूति है। अर्को चाहिँ आत्माभिव्यक्ति, 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 आत्माभिव्यक्ति। अनि अर्को एउटा चाहिँ आत्मसन्तुष्टि, आत्मसन्तुष्टि। आत्मा 3 आयो नि, आत्मावाला 3टा क्या, आत्मसन्तुष्टि। यो आत्मा 3 भएको क्या, यो चाहिँ 3टा आत्मा भयो भने व्यक्तिगत उद्देश्यमा पर्छ। 3टा आत्मा, त्यही भएर यहाँ आत्मा 3 लेखिदिएको क्या। आत्मा 3 यहाँ हेर्नु नै, आत्मानुभूति, आत्माभिव्यक्ति, आत्मसन्तुष्टि। कतिवटा लेखियो यहाँ? 11वटा लेखियो जस्तो लाग्छ। 1 2 3 4 5 6 7 8 9 10 11वटा। ल हेर्नुहोस् त, यति पढेर जानु न, यतिले चिनिन्छ व्यक्तिगत शिक्षाका व्यक्तिगत उद्देश्य। अब काव्य ज्ञान समाजचरी अन्तर्नेत्री आत्मा 3, कति मजाले तुरुन्तै। का भनेको कार्यदक्षता, व्य भनेको व्यक्तित्व विकास, ज्ञान भनेको ज्ञानको विकास, समा भनेको समायोजन, स भनेको सफल जीवन, चरी भनेको चरित्र विकास, अनि अन्तर्निहित, अन्तर भनेको चाहिँ अन्तर भनेको अन्तर्निहित क्षमता, अनि नेत्री भन्यो भने नेतृत्व विकास, अनि आत्मा 3 त यो 3टा भइहाल्यो। यति गरेपछि त व्यक्तिगत उद्देश्य त सर्लक्कै काव्य ज्ञान समाजचरी अन्तर्नेत्री आत्मा 3। ल ढाक्क एकैचोटिमा। ल मेटेँ, छिटो छिटो मेटेँ है मैले। ल साथीहरू, अब शिक्षाका सामाजिक उद्देश्यहरूमा जाउँ, सामाजिक उद्देश्यहरूमा जाउँ। भन्नुहोस् त एकचोटि नहेरी मतिर हेरेर, काव्य ज्ञान समाजचरी अन्तर्नेत्री आत्मा 3, काव्य ज्ञान समाजचरी अन्तर्नेत्री आत्मा 3 सकियो। का भनेको कार्यदक्षता हैन, फ्याट 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 आउँछ क्या। व्य भनेको व्यक्तित्व विकास, ज्ञान भनेको ज्ञानको विकास, समा भनेको समायोजन हुने हैन, स भनेको सफल जीवनयापन, समा स भयो। चरी भनेको चरित्र निर्माण, अन्तर भनेपछि अन्तर्निहित, नेत्री भनेको नेतृत्व विकास, अन्तर्नेत्री आत्मा 3 भनेको आत्माभिव्यक्ति, आत्मसन्तुष्टि, आत्मा हैन, आत्माभिव्यक्ति भइहाल्यो 3टा फ्याट। कसलाई आउँदैन हो यति जाब। अब सामाजिक उद्देश्य हेर्नुहोस्, सामाजिक उद्देश्य, सामाजिक उद्देश्य, सामाजिक उद्देश्य। सोसियलमा सोसियलमा नमा आनामा हैन, आनामा भनेर पहिला सिकाएको थिएँ, तर अझै अलिकति केही थपेर सिकाउँछु मैले यहाँनिर हैन। अब अलिकति पहिला यो आनामा यसका 3टा मुख्य हुन्, आनामा यसका मुख्य 3टा हुन्। एउटा चाहिँ आर्थिक दक्षता हो हैन, आर्थिक दक्षता, आर्थिक दक्षता हैन, आर्थिक दक्षता प्राप्ति पहिलो है। आर्थिक दक्षता, आर्थिक कुरा त व्यक्तिगत हुनुपर्ने नि, होइन सामाजिक हो। किन हो सामाजिक हो भन्दाखेरि पैसा कमाउने चाहिँ समाजबाट हो क्या। मान्छेले व्यक्तिगत उद्देश्य राख्छ पैसा कमाउने, तर त्यो त्यसको माध्यम चाहिँ समाज हो क्या, समाज हो क्या। मान्छेले एक्लैले पैसा कमाउँछ र कमाउँदैन नि, अरूबाट कमाउने हो नि।
पैसा कमाउने भनेकै अरूबाट, मैले अर्कोबाट, तपाईँले अर्कोबाट, तपाईँले मबाट तपाईँले, तपाईँ पसल गर्नुहुन्छ भने तपाईँबाट मैले किन्छु, समाजमै जान्छ त्यो। त्यसैले आर्थिक कुराहरू चाहिँ तपाईँको व्यक्तिगतमा आउँदैन, ख्याल गर्नुपर्छ। आर्थिक कुराहरू व्यक्तिगतमा पर्दैन, सामाजिकमा पर्छ। अर्को चाहिँ ना भनेको चाहिँ नागरिकताको ज्ञान। हेर्नुहोस् न, यो चाहिँ तपाईँको फेरि उता कार्यमा जाने हो भने राष्ट्रिय कार्यमा पर्छ नि, राष्ट्रिय कार्यमा पर्छ नागरिकताको ज्ञान। तर कार्य पढ्या होइन, हामीले उद्देश्य पढेको हो नागरिकताको ज्ञान। यो पनि तपाईँको नागरिकता भनेको नागरिक हुनुको कर्तव्य, महसुस, जिम्मेवारी, उत्तरदायित्व। अनि मा भनेको चाहिँ मानवीय सम्बन्ध, मानवीय सम्बन्ध। यी तीनटा चाहिँ मुख्य एकदम सम्झिनु होला। मानवीय सम्बन्ध, आनामालाई नछोड्नु होला। अब यसदेखि बाहेक म एक दुईवटा थप सामाजिक उद्देश्यहरू मैले तपाईँलाई यहाँनिर लेखिदिन्छु। तर यो एकदम सजिलो गरी यसलाई चाहिँ हेर्न सकिन्छ। सहयोगी भावनाको विकास, यो पनि त्यसै सहयोगी भावना भनेको त समाजसँग जोडिहाल्यो नि। यसै क्ल्युले पनि थाहा हुन्छ हो साथीहरू, धेरै उ गर्नै पर्दैन, चिन्तै मान्नु पर्दैन। सांस्कृतिक हस्तान्तरण, यो पनि समाजमै हुने। कहाँ यस्तो व्यक्तिगत हुन्छ त? सांस्कृतिक हस्तान्तरण कहीँ व्यक्तिगत हुन सक्छ त? सक्दैन नि, हेर्दै चिनिहालिन्छ नि। सांस्कृतिक हस्तान्तरण भन्यो भने पनि तपाईँले सामाजिक उद्देश्य नै भनेर यसलाई महसुस गर्नुपर्ने हुन्छ। अर्को चाहिँ सामाजिक दक्षता भनौँ भने त अब यसमा वर्डमै छ, चिनिहालिन्छ सामाजिक दक्षता होइन। अघिकोमा चाहिँ तपाईँको कार्य दक्षता भनेको थियो नि, व्यक्तिगतमा जान्छ। अब फेरि यो तर सामाजिक जोडेपछि त्यसै पनि सामाजिकमा परिहाल्छ। अर्को सहयोगी भावना भनेर मैले भनेको छु, यो पनि त्यसैमा जोडिएर आउने हो होइन। अनि अर्को चाहिँ भ्रातृत्व भनौँ सामाजिक रूपमै। व्यावहारिकताको ज्ञान, व्यवहार एक्लै गर्ने कि अरूसँग व्यावहारिकताको ज्ञान, व्यावहारिकताको ज्ञान, व्यावहारिकताको ज्ञान भन्यो भने पनि सामाजिक उद्देश्यमा पर्छ। व्यवहार त एक्लै गरिँदैन नि, तपाईँसँग मैले गर्ने हो, तपाईँहरू सबैजनासँग मैले व्यवहार गर्ने हो, तपाईँले एकअर्कासँग व्यवहार गर्ने हो। व्यवहार कहाँ एक्लै गरिन्छ र? त्यसैले व्यावहारिकता भन्यो भने पनि त्यो सामाजिकतर्फ जान्छ। अनि प्रतिबद्धता, सहानुभूति, यस्ता चिजहरू पनि यसैमा पर्छन् है त। सहानुभूति, आफूले आफूलाई राखिँदैन प्राय अरूभित्र। सहानुभूति, भ्रातृत्व, यस्तो भन्यो भने पनि भ्रातृत्व भावना, भाइ भाइको भावना, यो पनि त सामाजिक हो। आफूले आफूलाई भ्रातृत्व के भनिरहन्छ त मान्छेले? व्यक्तिगत उद्देश्यमा यस्तो पर्दैन। सामाजिक भावना भन्ला, कहीँ सांस्कृतिक विकास भन्ला, कहीँ व्यावहारिक कुरा भन्छ, कहीँ कर्तव्य जिम्मेवारी भन्ला। अब यस्तो सबैलाई सामाजिक भनिदिनुहोस् न तपाईँले। कर्तव्य जिम्मेवारी होइन, यस्तो। ल यी पनि मैले थप गरिदिएँ तपाईँलाई है। यो चाहिँ मुख्य तीनटा हुन्। यो तपाईँलाई सायदै जाँचमा यही आउँछ होला जस्तो लाग्छ मलाई, तर यी पनि हुन् सामाजिक उद्देश्य। अनि यसो समाजसँग रिलेटेड भयो भने त थाहा पाइन्छ नि त, अलिअलि क्ल्युले पनि हेरेर सकिन्छ। अब यो भयो सामाजिक उद्देश्य। अब राष्ट्रिय उद्देश्य चाहिँ मैले यहाँनिर पढाउँदिनँ। भोलि पर्सि राष्ट्रिय पाठ्यक्रम प्रारूप पढाउने बेलामा राष्ट्रिय उद्देश्य ती 12वटा जो राष्ट्रिय उद्देश्य छन्, यो चाहिँ पढाउँदा त हुने हो, तर यो पढ्नुपर्ने आफै कुरा। 1 देखि 12वटासम्म छन्, तपाईँलाई थाहा छ होइन। 12वटा राष्ट्रिय उद्देश्य छन्। नेपालको शिक्षा, विद्यालय शिक्षाका राष्ट्रिय उद्देश्य 12वटा छन्। त्यसलाई चाहिँ सरसर्ती क्ल्यु राखेर म एक दिन तपाईँलाई कुनै दिनको समयमा त्यो आधारभूत तह र राष्ट्रिय उद्देश्य, आधारभूत तहका त्यो 1-8 का 12वटा अनि राष्ट्रिय उद्देश्य, कम्तीमा पनि तपाईँकोले प्रावि र निमावि दिने मान्छेले राष्ट्रिय उद्देश्य र आधारभूत तहका 12वटा सक्षमता चाहिँ जान्नै पर्ने हुन्छ। 9-12 को सायदै तपाईँलाई आउँदैन। अब माविको आउँदैन। माविका अब तपाईँलाई त एउटा कुरा मैले भनिदिइराख्छु, यो पढ्नुपर्ने कुराहरू छन्। अब यसलाई केही बुझाउनु पर्ने कुरा त खासै राष्ट्रिय उद्देश्यमा त्यस्तो छैन। ट्रिक खोजेर दिनुपर्छ। राष्ट्रिय उद्देश्य 12वटा त होइन, खुद्रुक भन्न सक्ने हुनुपर्छ, जान्ने हुनुपर्छ। अब तपाईँको हेर्नु न, राष्ट्रिय उद्देश्य कति खालका उद्देश्य छन्। ECD को छुट्टै छ, 1-3 को छुट्टै छ, 4-5 को छुट्टै छ, 6-8 को छुट्टै छ, 1-8 को छुट्टै छ, 9-10 को छुट्टै छ होइन, 11-12 को छुट्टै छ, अनि 9-12 को छुट्टै छ। हे भगवान, कसरी सक्नुहुन्छ यसरी पढ्न? कसले सक्छ होला यो हुबहु ख्याल गर्न? कसको तागत छ यति सबै ख्याल गर्न? सकिँदैन। टेक्निक लगाएर पढ्नुपर्छ। अब हो कि होइन भन्नुहोस् त ल? सक्षमता र कति धेरै छन् भन्नुहोस् त?
11 12का यो गरेका कुनैका 12वटा, कुनैका 7वटा, कुनैका 10वटा, कुनैका 15वटासम्म पनि छन्, हो कि होइन? घरमा सबैभन्दा ज्येष्ठ सदस्य भएकोले घरमुली भन्नु सामाजिक उद्देश्य हो सर भन्नुभएको छ। अब यसो छ, घरमुली बन्नु त्यो त्यसै सामाजिक नै हुन्छ धर्म भाइ, सामाजिकै हुन्छ त्यसमा। अब अब हेर्नु न, यो इसिडीको त्यत्तिकै तपाईँले जानिहाल्नुहुन्छ, हेर्दै संवेगात्मक विकास, बाल विकासको निकै सरसफाइ हुने बानी यस्तो हेरेरै जानिहालिन्छ। 1-3को पनि लगभग एकदम लचिलो छ, मान्छेले चिन्न सक्छ। अब त अनि अझ राष्ट्रिय पनि खोइ त, राष्ट्रिय उद्देश्य पनि 12वटा छन् होइन। फ्यामिली, परिवार, समुदाय आयो भने त त्यसै पनि भइहाल्यो नि सुनिताजी, सामाजिकै हुन्छ। किनभने पर्सनल्ली हुने कुराहरू मात्रै हो नि त, व्यक्तिगत त। अब राष्ट्रिय उद्देश्य पनि, अब यो 12वटा छन्, कुनै 12 कुनै 15। अब तपाईँले पढ्नुपर्ने, अहिले मलाई लागेको इसिडी र 1-3 को लगभग त्यसै चिन्नुहुन्छ तपाईँले। अब तपाईँले पढ्नुपर्ने चाहिँ के हो भने नि, यो र यो दुईटा चाहिँ अनिवार्य कण्ठै पार्नुपर्छ। राष्ट्रिय उद्देश्य 12वटा, अनि यो 1-8 को 12वटा क्या। यो 1-8 को धेरै इम्पोर्टेन्ट छ तपाईँलाई आउने। अनि अब बाँकी भने यस्तै हो साथीहरू, यसमा र यसमा गुरु अर्को क्लास छैन भने 9 बजेसम्म कन्टिन्यू जान मिल्छ भन्नुभएको छ। मेरो नमिल्ने भएर मैले एकदमै अनुरोध गरेँ। मैले मेरो अर्को क्लास पनि भएको कारणले गर्दा म अगाडि बढ्न सकिनँ आज। अब यो म तपाईँलाई एक दिन छुट्टै सिकाउँला है त। यो अब तपाईँले अलरेडी हेर्दै गर्नु होला, मैले यही अनुरोध गरेँ। अब शिक्षाका कार्यहरूमा हामी आउँछौँ। त्यो लक्ष्य यहाँ कोर्समा नबनेको हुनाले जाँचमा त्यसलाई अलिक कम महत्त्व दिनु होला, आवश्यक छैन क्या त्यति। त्यो साथीहरू के अरे, मेरो समय अलिकति भइदिएको भए मैले अहिले सिकाउने पनि सक्थेँ, तर ठिक छ, कुनै दिन त्यो पनि मिलाउँला होइन। सरको क्लास लिँदा त 5 मिनट जस्तो लाग्छ, समय थप गर्न अनुरोध छ सर भन्दै हुनुहुन्छ। बुझिन्छ भन्नुभएको छ। निमावि एक्जाम अगाडि नै सकाउनु न सर भन्नुभएको छ। सकाउन त सबै कोर्स सकाउन मन छ साथीहरू, एकैचोटि सकाउनलाई त 7 दिनमा होल कोर्स हानिदिए पनि हुँदैन। 7 दिनमा होल कोर्स हानिदिन्छु नि त मैले, एक टपिक पढाउँछु, एक अलिअलि, तर त्यसरी हुँदैन, चल्दैन होइन। विद्यार्थीलाई हामी ठग्दैनौँ होइन, पकेट एजुकेसनले कहिल्यै पनि ठग्दैन। धेरैभन्दा धेरै प्रदीप सरले कति तपाईँको टाइम लिएर पढाउनुहुन्छ, कति सिकाउनुहुन्छ होइन, सूत्रमा सिकाइदिनु न भन्नुभएको छ। अब शिक्षाका कार्यहरूमा म आइपुगेको छु, तर कति अगाडि बढ्न भ्याउँछु धेरै शिक्षाका कार्यहरू। अब यो सकेपछि यो शैक्षिक इतिहास चाहिँ मलाई पढाउन नलाउनुहोस् है। शैक्षिक इतिहास त जति भने पनि सकिँदैन, राम त्यो डेट र तिथिमिति भर्सक पढेर राष्ट्रिय उद्देश्य सिकाउनु नभनेको सर एक्जाम अगाडि। त्यसो भए भोलिको कक्षामा राष्ट्रिय उद्देश्य पनि म तपाईँलाई एउटा टेक्निक लगाएर सिकाइदिन्छु। त्यो टेक्निक आयो भने मान्छेले पढ्न जान्नुपर्छ भने होइन, मैले हिजो अस्ति नै पकेटमा हामीलाई 8 गतेसम्म एक पटक पकेट राखिदिनु पर्यो कमान्डो सरबाट भन्नुभएको छ। अब के गर्नु, क्लास हुन्छन् साथीहरू, भ्याए त मलाई एकदम दिनभरि पनि पढाउन मन थियो नि, के गर्नु। अब अफिस जानुपर्छ, बिहान बेलुकाको टाइम क्लास हुन्छ, कहिले फिजिकल, कहिले अनलाइन, कहिले के होइन। अब शिक्षाका कार्यहरूलाई हामी 3-4 तरिकाबाट हेर्छौँ। एउटा सामाजिक कार्य छ, अर्को तपाईँको के अरे राष्ट्रिय कार्य छ, व्यक्तिगत कार्य छ नि त शिक्षाका सबै होइन। व्यक्तिगत कार्य छ, सामाजिक कार्य छ। पहिला व्यक्तिगत हेर्दा भयो, सामाजिक के अरे व्यक्तिगत कार्य छ, सामाजिक कार्य छ, राष्ट्रिय कार्य छ होइन। व्यक्तिगत, सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय होइन। आर्थिक कार्य पनि भन्छ एउटा लेखेको छ, आर्थिक कार्य होइन। आर्थिक अथवा व्यावसायिक एउटै हो यो चाहिँ, आर्थिक र व्यावसायिक कार्य, अन्तर्राष्ट्रिय कार्य भन्ने छन् होइन, अन्तर्राष्ट्रिय कार्य इत्यादि। अब यिनीहरूलाई चाहिँ हामी हेर्छौँ, अन्तर्राष्ट्रिय कार्यहरू। साथीहरू आज जिकेको सरको अलिकति नेट प्रब्लम भइराखेको छ, मलाई लिन पाए हुन्थ्यो, तर
छुटेको जति नोट बनाएर हालिदिनु न। मलाई हजुरको बारे मेरो साथीले सिफारिस भएको छ सर। बिहान सुदूरका साथीहरूले विषयगत अझ झन् हुबहु नै प्रश्न हुन्छन् सर, हिजो आज पछुतो भइरहेको छ भन्नुभएको छ। ठिक छ, विषयगत प्रश्न त गत वर्ष माविमा मैले पढाएको माविको नेपालीको 55 जना 108 जना मध्येमा देशभरिमा 108वटा कोटा 55 जना चाहिँ मेरै विद्यार्थी सिफारिस हुनुभयो माविमा। अनि निमाविमा लगभग 65 जना जति सिफारिस हुनुभयो, निमावी नेपाली र मावी नेपालीमा। हस्, शुभरात्रि सबैजनालाई। शुभरात्रि सबैलाई। बिदा मागे मैले र क्षमा प्रार्थी पनि छौँ हामी। आज अहिले अलिकति क्लास अगाडि बढ्न सकेन भने सरको नेट प्रब्लमले गर्दा अलिकति अनलाइनबाट अनलाइन फिजिकल सबै अनलाइनमै मैले त दिनकै के अरे एकजना मान्छेको 100वटा होमवर्क हेर्छु मैले सेकेन्ड पेपरमा इमेलमा मागेर। सामाजिक क्लास कति बेला छ सर? निमावी। मलाई थाहा हुँदैन अरू विषय, मलाई नेपाली जानकारी हुन्छ, मलाई नेपाली थाहा